को भैरुवामा पानी परेको छ। यसो भन्नु न। असाध्यै पानी परेर चाहिँ हामी यता साइडमा छेउमा बसेको छौँ र यो हाम्रो नेम के गरे? मानेसीको हाम्रो स्टाफ र प्लस म ओमकाराको स्टाफ ड्राइभर। ल गाइजहरू हेर्न सक्नुहुन्छ भैरुवा बस पार्कमा पानीको बारिस एकदम परेको हुनाले अहिले डुबानमा चल्दैछ है साथीभाइहरूलाई हेर्न सक्नुहुन्छ। एकदम पानीको झरी ठुलो परिरहेको छ इस टाइम र अहिले बारिस चाहिँ अहिले रुक्नेको कुनै सम्भावना नै छैन। एकदम बारिस परेको छ, डह्रो ठुलो बारिस परेको छ है गाइज हेर्न सक्नुहुन्छ। असाध्यै ठुलो रहेको छ बारिस चाहिँ। अब केही समयमा डुबानमा पनि पर्न बेर लाग्दैन हो, बेर लाग्दैन। एकदम ठुलो छ है गाइज साथीभाइहरू हेर्न सक्नुहुन्छ। पानी असाध्यै ठुलो परिरहेको छ है, बहुत भयङ्कर ठुलो। अहिले चाहिँ हामी साइडमा बसिरहेर यसो भिडियो गरौँ भनेर यसो घर आइरहेको छौँ र असाध्यै ठुलो छ है बारिस चाहिँ। बहुत ठुलो परिरहेको छ इस टाइम है। ल हेर्न सक्नुहुन्छ बारिस चाहिँ भयङ्कर ठुलै हो अहिलेको। यो पानी रुक्ने चान्सै छैन। पानी नरुकेको हुनाले हामीले चाहिँ काठमाडौँको नम्बर लगाएको छौँ हेर्न सक्नुहुन्छ गाडी र मान्छे खोजखाज गर्न नि पाइएको छैन हो। टिकट काट्ने मान्छे नै आएको छैन, गाह्रो भयो हो साथीभाइहरू। हेलो साथीहरू, अरू हजुरहरूले कुन कुन ठाउँबाट हेर्नुभएको छ, हजुरको ठाउँमा पानी बारिस परेको छ कि छैन? हाम्रो ठाउँमा चाहिँ यसरी पानी बारिस परिरहेको छ है साथीभाइहरू हेर्न सक्नुहुन्छ। असाध्यै बारिस परेर असाध्यै पानी रुक्नेको नामै लिएको छैन यस समय। असाध्यै बारिस भयङ्कर ठुलो परिरहेको छ अहिले भैरुवा बस पार्कमा हेर्न सक्नुहुन्छ है। असाध्यै ठुलै छ, लगभग रुक्नेको चान्सै छैन अहिलेसम्म। झरी परिरहेको छ है साथीभाइहरू। कुन कुन ठाउँबाट हेर्नुभएको छ, हजुरको ठाउँमा परेको छ कि नै यसो कमेन्टमा पनि भनिदिनु होला र हाम्रो युट्युब च्यानललाई माया पनि गरिदिनु होला है साथीभाइहरू। अनि अरू यसमा अहिले चाहिँ निकै ठुलो परिरहेको छ है भैरुवा बस पार्क। के छ भैरुवामा साथीहरू, एकदम पानी परिरहेको छ अहिले। के भन्न चाहनुहुन्छ तपाईँले? पानी परेको तपाईँ कुन गाडीको स्टाफ? सलिना मेट्रोको है साथीभाइहरू, सलिना मेट्रोको। ल एकदम पानी परेको छ। ल हेर्न सक्नुहुन्छ अहिले डुबान लगभग डुबानमै परिसकेको छ भैरुवा बस पार्क। अरू केही भन्न चाहनुहुन्छ? हो ल, हस् त, धन्यवाद। लाइक सब्सक्राइब गर्नु होला।